हेलो एभ्रिवान, गुड आफ्टरनुन। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो आजको छोटो मिठो मिनी भ्लगमा। अनि हजुरहरू के कस्तो हुनुहुन्छ? आशा गर्दैछु सबैजना सन्चै हुनुहुन्छ भनेर। र यता चाहिँ म आइसकेको छु अहिले गोबर सर्नु भनेर। गोबर पनि सरिसकेको छु। अनि म चाहिँ यता आइसकेको छु अहिले चाहिँ खसी बाख्रा बान्ने रुममा। खसी बाख्रा बान्ने रुमहरू पनि साफसफाइ गर्नुपर्ने हुन्छ, त्यही भएर यहाँ झाडु गरिरहेको छु। र आज चाहिँ एकदमै टक्कै घाम टल्किरहेछ, हेर्न सक्नुहुन्छ भित्रैसम्म घामको पावर आइरहेछ। अनि मैले चाहिँ बर्कौडाहरू पनि बढालिसकेको छु। र यता चाहिँ हेर्न सक्नुहुन्छ मेरो हात एकदमै गन्दा भएको छ, त्यही भएर अहिले चाहिँ म साबुनले हात धोइरहेछु। गोबरहरू सरेपछि साबुनले हात धोइहाल्छु। म चाहिँ चिलाउनै घाउ कटेर निस्किन्छ भनेर डरले नि त, अनि साबुनले हात धुँदैछु। र साबुनले नभएर अहिले चाहिँ म चाहिँ ब्रसले पनि माडिरहेछु। अनि यता चाहिँ म आइसकेको छु नानीको कपडा धुनु भनेर। नानीको कपडा चाहिँ मैले अघि नै भिजाएको थिएँ नि त, बिहानै यताउता गरिसक्दाखेरि भिज्छ भनेर मजाले, त्यही भएर आज चाहिँ नानीको कपडा बेसी छैन, अलिकति छ। अरू बेला चाहिँ यति उरुङ थुप्रिन्छ र आज चाहिँ एकदमै कम्ती छ हो। अनि मैले यो भिडियो चाहिँ मैले बिहानै भिडियो गरेको थिएँ, त्यही भएर अनि टाइम नपाएर अहिले यतिखेर भोइस कभर गरिरहेछु। र यतातिर चाहिँ मैले कपडा पनि धुलाइसकेको छु। अहिले चाहिँ म सुकाइरहेछु। आज चाहिँ मैले माथि लगिन सुकाउनु भनेर, किनकि आज कपडा कम्ती थियो र तार पनि खाली थियो, त्यही भएर। यता चाहिँ मेरो छोरी खेलिरहेछ, उसको पापासँग बसेर लडाइदिइरहेछ नि त चाङमा। अनि मलाई देखेर पनि हाँसिरहेछ। र आजका लागि यति नै गाइस, भेटौँ अर्को नेक्स्ट भ्लगमा। बाई बाई।